नमस्कार नमस्कार। अनि हामीले त यहाँ वरिपरि सुन्दा हजुर त सबभन्दा धेरै वर्षको हुनुहुन्छ अरे। कति वर्षको हुनुभयो? 103 वर्ष हुनुभयो। अनि आफै हिँड्ने, आफै पकाउने, आफै खाने गर्नुहुन्छ? कोही छैन खानु पर्छ, ग्यास पकाएर खानु। ग्यास हजुर कहाँ जन्मनुभएको? पहिला कुन ठाउँमा हो हजुरको जन्म? वहाँ पोखरा। पोखरा कुन ठाउँ? बरराचौर बरपौवा। ए बरपौवा। हजुरहरू के थर हुनुहुन्छ हजुरहरू? लामिछाने। ल कृष्ण बाबु ठ्याक्क हजुरआमा हुनुहुँदो रहेछ। अनि यहाँ बस्न थाल्नुभएको देवघाटमा कति भयो? देवघाटमा कति भयो बस्न थाल्नुभएको? भयो 30-40 वर्ष बसेको त्यही। ए यहाँ बस्नुहुन्छ? यो घरमा यो घरमा बस्नुहुन्छ? ग्यास सिद्धियो? ए यहाँ वरिपरि हजुरलाई सहयोग गर्ने, खबर गरिदिनु, ग्यास ल्याइदिने कोही हुनुहुन्न? आफै जानु पर्यो ग्यास लिन? हजुरलाई अहिले अनि यो खर्च कसरी चले, कसले दिन्छ, के छ? भत्ता आउँछ। अरू हजुरको घर परिवारमा कोही हुनुहुन्न? पहिलेदेखि एक्लै हो र हजुर? हजुर 100 सालमा विधवा भएको। ए पहिल्यै बाल विधवा नै हुनुभयो हजुर, अथवा बाल विधवा नै भयो भनौँ न। अनि बच्चा बच्ची हजुरको छैनन्? कोही भएन? बच्चा बच्ची कोही भएनन्? कोही पनि छैन। बहिनी थिए के अरे पोखरैमा छ, उसका छोरीहरू थिए पोखरैमा। छोरीहरूले लहन बसिसक्यो अरे। मेरो त कोही पनि छैन। आउनुहुन्छ होला नि कहिलेकाहीँ? कहिलेकाहीँ भेट्न कोही आउनुहुन्छ पोखराबाट? बहिनी हजुर कोही पनि आउँदैन। माइती साइती पनि आफ्नो दाजुभाइ सकिन लाए। 2टा थिए के अरे, ती 2टालाई नै आउनु दिँदैनन् दुलैहरूले। उनीहरूको बलबल उयो के अरे। हजुरहरू लामिछाने घरतिरको कि माइती? पौडेल। माइती पौडेल। दुरुङटिङ पौडेल। उही पोखरामै हो? पोखरा होइन, वन यहाँ खैरेनी देखाउनु उतापट्टि। ए खैरेनीमा माइती, पोखरामा घर। यहाँ 30-40 वर्षदेखि बस्नुपर्छ। ल हामीले केही गरिदिनु पर्ने छ कि? भर्खरै हजुरलाई सहयोग केही चाहिए? भर्खरै केही चाहिए हजुरलाई? भर्खरै अहिले भर्खर काम सुन्नै नगेर मैले यहाँ भर्खरै केही चाहिएको छ हजुरलाई? ग्यास के चाहिए? ग्यास चाहियो। ग्यास त पसलले ल्याइदिनुहुन्छ होइन? अरू केही चाहिए नि? अरू केही चाहिएको छ हजुरलाई एकदम आवश्यक भएको? के चाहिएछ कहाँ केर्ने त नि कहाँ। ल हामीले भोलि हजुरलाई केही लिएर आउँछौँ। भोलि भेट्छौँ हामी। 3 दिन हिँड्छौँ यो बाटो है। भोलि भेट्छौँ होला। ल नमस्कार।